दुई स्विच र सकेटको कनेक्सन सिक्नेछौँ। आजको भिडियोमा हामी सकेटको एल लेखेको ठाउँदेखि स्विचको एउटा माथिल्लो पोइन्टमा हामीले यसरी तारको टुक्रा जोड्ने र पावर सकेटकोमा 2.5 mm र जुन 6 एम्पियरको सकेटमा चाहिँ हामीले 1.5 mm को वायर जोड्नुपर्छ। र यसै गरी अब हामीले एल लेखेको ठाउँदेखि स्विचमा कनेक्ट गरिसकेको छौँ। अब त्यसपछि हामी यो तीनवटा तार देखेको छ बोर्डमा, एउटा ब्लू, एउटा येल्लो र एउटा ग्रिन। जो हरियोवाला चाहिँ हाम्रो अर्थिङको तार रहेको छ, त्यसलाई अर्थिङको पोइन्टमा जोड्ने। अर्थिङको सबभन्दा माथि हुन्छ र कुनै सकेटमा बिचमा रहेको हुन्छ यसरी। र अर्थिङको जोडिसकेपछि अब हामीले स्क्रू राम्रो टाइट गरेर अब जुन यो ब्लूको कलरको छ यसलाई न्युट्रल बनाएको छ। न्युट्रललाई पनि हामीले एन लेखेको सकेटको एन लेखेको ठाउँदेखि यसरी नै अर्को सकेटको लागि पनि छ भने त्यसको लागि पनि हामीले एउटा तारको टुक्रा जोडेर यसरी सकेटको एन लेखेको ठाउँमा कनेक्सन गरिदिने। कनेक्सन गर्दाखेरि चाहिँ हामीले कनेक्सन लुज हुनु भएन, एकदम टाइट हुनु पर्यो। अब त्यो हाम्रो न्युट्रल कनेक्सन भइसकेको छ। अब फाइनली हामीले स्विचको जुन तलको बाँकीको दुईवटा पोइन्ट बचेको त्यसमा चाहिँ हामीले फेसको वायर कनेक्ट गरिदिएका छौँ।